पोलिटिक्समा आउनुभन्दा अगाडिदेखिको उहाँहरूको सम्पत्ति हो, कमाइ हो मात्रै भन्ने कि त्यसमा अनुसन्धानको कुराहरू उहाँहरूमाथि पनि हुनुपर्छ? तपाईँको आपत्ति कोसँग हो? धनी भएर मन्त्री भएकाहरूसँग हो कि मन्त्री भइसकेर चाहिँ धनी भएकाहरूसँग हो? प्रश्न यसमा पहिला स्पष्ट हुनु पर्यो। चप्पल पड्काउँदै फ्याटफ्याटे चप्पलमा हिँड्ने नेता प्राडोमा हिँड्न थाल्यो, उसको जीवनशैली, उसको 7 पुस्ताको आय स्रोतले चाहिँ नपुग्ने किसिमको, उसका सबै नातेदार, सबै आफन्त, कुटुम्ब, इष्टमित्र सबै जोड्दा पनि अफोर्ड गर्न नसक्ने खालको उसको जीवनशैली भयो मन्त्री भएको केही वर्षमा। यही चिजको विरोध गरेको होइन हामीले। साथीहरूको जुन सम्पत्ति विवरण आयो, यो त राजनीतिबाट आर्जन गरेको त होइन। रासोपा भन्ने पार्टीमा संलग्न भएपछि अथवा सार्वजनिक पद धारण गरिसकेपछि आएको सम्पत्ति हो र यो? होइन नि त। हिजो उहाँहरू आफ्नो पेसामा हुनुहुन्थ्यो, आफ्नो व्यवसायमा हुनुहुन्थ्यो, त्यति बेला उहाँहरूले आर्जन गरेको सम्पत्ति हो।